For the next 24 hours, I am going to do a challenge where I am letting AI control my life for an entire day. For the next 24 hours, AI चाहिँ मेरो बस हुनेवाला छ र बसले मलाई के भन्छ त्यही म गर्नेवाला छु. तो चलिए शुरू करते हैं. आजको दिनको पहिलो कार्य भनेको तपाईको सम्पूर्ण दिनको कार्यतालिका बनाउनु हो. यसमा तपाईले आज के कार्यहरू गर्ने योजना बनाउनु भएको छ ती सबै कुराहरू समावेश गर्नुहोस्. तपाईको कार्यतालिका बनाउन केही जानकारी आवश्यक पर्छ. तपाई कति बजे उठ्नुहुन्छ र कति बजे सुत्नुहुन्छ अनि हैन म उठिसके कि अब म पहिला टास्क के गर्नु भनेको. यहाँ मुख पनि धुयो, ब्रस पनि गर्यो. ए माफ गर्नुहोस्. त्यसो भए अब तपाई शारीरिक व्यायाम गर्न सक्नुहुन्छ. खानाको समयमा गरिने व्यायामले तपाईलाई दिनभरि ऊर्जावान र अरे कहना क्या चाहते हो? व्यायाम भनेको एक्सरसाइज हैन? हो, व्यायाम भनेको एक्सरसाइज नै हो. AI बस एक्सरसाइज गरिसक्यो. अब नेक्स्ट के गर्नु? बधाई छ. अब तपाई पौष्टिक खाना खाएर आफ्नो शरीरलाई आराम दिन सक्नुहुन्छ. नास्ता अब के खानु? स्याउ, केरा वा प्रोटिन बार जस्ता केही झन्झट मुक्त नास्ता लिन सक्नुहुन्छ. त्यस्तो प्रोटिन बारहरू खाने यदि तपाईसँग प्रोटिन बारै छैन हो कि अन्डा छ, भात छ. अन्डा र भात पनि राम्रो विकल्प हो. अन्डामा प्रशस्त प्रोटिन हुन्छ र भातले तपाईलाई ऊर्जा दिन्छ. तपाईले अन्डालाई उसिनेर वा मजाले खानुहोस्. तपाईको अर्को चरण के हो प्लान गर्नु भएको छ? छैन. चिन्ता नगर्नुहोस्. आराम गर्नुहोस् र शरीरलाई रिकभर गर्न समय दिनुहोस्. त्यसपछि तपाईले अर्को एक्सरसाइज वा कुनै अन्य गतिविधि योजना गरेको एक्सरसाइज गर्छौ? त सधैँ गरिदैन. दिनभरि एकैचोटि धेरै एक्सरसाइज गर्नुभन्दा सानो सानो समयमा ब्रेक लिएर गर्नु अझ राम्रो हुन्छ. अहिले होस् एकछिन म भात खान्छु पहिला, भोक लाग्यो. हुन्छ, मजाले खानुहोस्. अब चाहिँ म ब्रेकफास्ट खान जाँदैछु. 9 बजे छ. ब्रेकफास्ट चाहिँ अब अन्डा प्रोटिन खा भनेको छ हो. र अन्डा अन्त भात खान्छु. प्रोटिन भएको त्यही हो, एउटा अन्डा मात्रै. सो एआइजी मेरो ब्रेकफास्ट भयो कि भात खाइसक्यो. नेक्स्ट म के गरौँ? अब तपाईको नेक्स्ट टास्क के छ त? भाडा माझ्ने बेला भयो कि? भाँडा माझ्नु? अबे साले. हो, भाडा माझ्नुहोस्. ल काम लगाइ त गयो साथ. सो मेरो बसले चाहिँ अहिले मलाई भाँडा धुनु रे. भाँडा चाहिँ यहाँ यति क्रास रहेछ हो. भाँडा धुइसकेर त्यहाँ अर्को टास्क सोध्छु. मैले भर्खर थाल धुइसकेँ कि. थाल भाँडा माझिसक्यो. यहाँ अहिले घाम ताप्दै बसिरहेको छु बाहिर. अब नेक्स्ट टास्कमा के गर्नु? के भन्ने हो कुनै? रेगुलर भन्दा फरक, अनौठो वा अचम्मको कुरा खोज्नुहोस्. केही देख्नु भयो त? अचम्म त केही देखिन त. केही देखेन हौ. ठिकै छ. त्यसो भए अर्को टास्क गरौँ. अब तपाईले आफ्नो छेउछाउमा भएको कुनै पनि चिजलाई छुनुहोस् र त्यसको टेक्सचर कस्तो छ वर्णन गर्नुहोस्. जस्तै चिल्लो, खस्रो वा नरम. ल, खस्रो छ. खस्रो, ठिक छ. अब त्यो खस्रो वस्तुलाई आफ्नो दुवै हातले छुनुहोस् र आँखा बन्द गरेर त्यो कस्तो महसुस हुन्छ त्यो कल्पना गर्नुहोस्. केही विशेष अनुभव भयो? दुईटा हातले छुनु नि. ल, दुवै हातले छुनुहोस् र त्यो कस्तो अनुभव हुन्छ त्यो बताउनुहोस्. खस्रै भयो. फेरि पनि खस्रो. ठिकै छ. अब अन्तिम टास्क. त्यो खस्रो वस्तुलाई एकछिन छेउमा राखेर आफ्नो दुवै हातलाई एक आपसमा रगड्नुहोस् र तपाईको छालामा कस्तो महसुस हुन्छ त्योमा ध्यान दिनुहोस्. केही फरकपन देख्नुभयो? खस्रो भयो पुरा. अझै खस्रो? अचम्म त. ठिकै छ. त्यसो भए आजको टास्कहरू यति नै. केही नयाँ कुरा सिक्नुभयो वा कस्तो अनुभव भयो? केही भएन. केही भएन? ठिकै छ. कहिलेकाहीँ केही नयाँ अनुभव नहुनु पनि एक प्रकारको अनुभव हो. आराम गरिसक्नु भयो? अब त्यसो भए एउटा अनौठो काम गर्नुहोस्. आफ्नो टेलिफोनको क्यामेरा खोलेर आकाशको तस्विर खिच्नुहोस् र त्यो तस्विरलाई ऐतै तरिकाले 3 चोटि हेर्नुहोस्. केही फरक पाउनुहुन्छ? एकछिन ल. एकचोटि, दुईचोटि, 3 चोटि. अब के गर्नु?
अब त्यो तस्विरलाई अर्कै तरिकाले हेर्नुहोस्, जस्तै उल्टो पारेर वा कुनै विशेष रङ्गमा परिवर्तन गरेर। हेरे उल्टो सुल्टो सबै पारले हेऱ्यो, अब के गर्नु? सबै तरिकाले हेरिसक्नुभयो? त्यसो भए अब अन्तिम काम, त्यो तस्विरलाई आफ्नो मनपर्ने सामाजिक मञ्जालमा सेयर गर्नुहोस् र क्याप्सनमा आजको अनौठो दृश्य लेख्नुहोस्। के भन्नुहुन्छ? ल ठिक छ। बधाई छ, तपाईले सबै टास्कहरू पूरा गर्नुभयो। केही रमाइलो भयो वा कस्तो अनुभव गर्नुभयो? एकदम धेरै मजा आयो। यो सुनेर मलाई पनि धेरै खुसी लाग्यो। अरू केही गर्न चाहनुहुन्छ? च्यालेन्जिङ टास्क, ठिक छ। अब तपाईले आफ्नो घरको सबैभन्दा गाह्रो ठाउँ सफा गर्नुहोस्। त्यो कुन घरमा सबैभन्दा धेरै धुलो जम्मा हुने ठाउँ कुन हो? त्यो ठाउँलाई पुरै सफा गर्नुहोस्। के यो च्यालेन्ज स्वीकार्नुहुन्छ? काम मात्रै लायो। सबैभन्दा मैला धुलो हुने ठाउँ हातमा लिइसके कुच्चो र त्यो धुलो बेसी हुने जग्गा चाहिँ यही सिक्कुवा हो हाम्रो। यहाँ मैला भएको मेन कारण चाहिँ हाम्रो ढाडे भाइले हो नि त। ले घर पनि यहाँ सफा गरे कि। अब नेक्स्ट टास्कमा के गर्नु? अब केही नयाँ कुरा गर्ने वा केही च्यालेन्ज गर्ने? गरौँ लु, अलिकति खतरा च्यालेन्जिङ खालको। च्यालेन्जिङ, ठिक छ। अब तपाईले आफ्नो घरको सबैभन्दा कम्प्लिकेटेड ठाउँको चित्र बनाउनुहोस्। त्यो ड्राइङ गर्नु भनेको होइन त? हो, ड्राइङ गर्ने। कम्प्लिकेटेड, ल भइहाल्छ। सो मैले धेरै खोजेँ कि यहाँ मेरो घरको कम्प्लिकेटेड जग्गा ड्र गर्नु चाहिँ कुन लाग्छ भन्दाखेरि किचन चाहिँ अलिकति कम्प्लिकेटेड रहेछ, किनभने यो धेरै भाँडाकुँडाहरू भएर थालबोटकाहरूले गर्दाखेरि अलिकति हेरौँ कस्तो हुन्छ मेरो ड्रइङ। सो गाइस, मेरो ड्रइङ चाहिँ यस्तो भएको छ, टोइलेट जस्तो देख्दैछ त। त्यही पनि म एआई दाइलाई सोध्छु कस्तो भयो मेरो ड्रइङ। मेरो ड्रइङ चाहिँ यस्तो भयो किचनको। यो हो मेरो ड्रइङ चाहिँ, कस्तो भएछ? निकै राम्रो। तपाईले त किचनको सबै विवरणहरू मिलाएर बनाउनु भएछ। साँच्चै चुनौतीपूर्ण काम गर्नुभयो। ए हो र? राम्रो भएछ? हो त, निकै राम्रो बनेको छ। तपाईको चित्रमा धेरै डिटेल छ। केही नयाँ च्यालेन्ज गर्ने विचार छ? गरौँ लु, अलिकति खतरा, यो भन्दा नि खतरा च्यालेन्ज चाहिँ दिनु पर्यो मलाई। तपाईको अर्को चुनौतीपूर्ण कार्य भनेको 20 मिनेटसम्म लगातार दौड्नु हो। अरे साला तुम लोग पागल है क्या? दौडिने यस्तो घाममा? च्यालेन्ज त च्यालेन्जै हो नि। ल गाँठे यस्तो घाममा 20 मिनट त सक्दैन, यस्तो घाम लागिरहेछ हो। ल कुद्ने हो? ल रेडी, 1 2 3 रन। घाममा कुदाइले मुटु निस्किने यस्तो भयो, कुद्नु नसक्दो रहेछ है। 10 मिनट हुनुलाई बल्ल 20 मिनट नहुने रहेछ, सक्दैन म कुद्नु। सो गाइस, अहिले चाहिँ म घर आइपुगिसक्यो। हालत खराब भयो, कुद्दा नसक्दो रहेछ यस्तो च्यालेन्ज चाहिँ। म चाहिँ च्यालेन्ज हो भए पास गर्नुभयो, त्यो नै ठुलो कुरा हो। अब अर्को च्यालेन्ज दिन्छु। तपाईले कुनै एउटा नयाँ कुरा सिक्न पर्नेछ, जस्तै युट्युबमा हेरेर नयाँ रेसिपी ट्राई गर्ने वा कुनै अनलाइन ट्युटोरियलबाट केही नयाँ कुरा सिक्ने। सो अहिले मैले यतिकै यहाँ ट्युटोरियल कुन चाहिँ सिकौँ भन्दाखेरि यहाँ एउटा ह्याप्पी बर्थडेको रहेछ हो। ह्याप्पी बर्थडे चाहिँ कसरी बजाउने हो त्यो यता हेर्छु। मलाई त ह्याप्पी बर्थडे पनि बजाउन आउँदैन। Many months later. बेटा तुमसे ना हो पाएगा। Happy birthday. सकेन मेरो लागि होइन रहेछ गिटार चाहिँ। टाउको दुख्यो यार, ख्यारै जान्दैन त। एकैतालमा सिक्ने खालको स्किल पनि होइन नि त यो। बरु मलाई एउटा त्यो सानो चुट्किला खालको चाहिँ आउँछ। कस्तो थियो भने त त्यो पनि बिर्स्यो पो। यो Happy birthday to you। यो
त्यो मात्रै आउँछ। तपाईँको अर्को चुनौतीपूर्ण कार्य भनेको 1 घण्टाको डिजिटल डिटक्स हो। यस समयमा तपाईँले सबै डिजिटल उपकरणहरूबाट टाढा रहनुपर्नेछ। यो समयमा तपाईँले किताब पढ्न सक्नुहुन्छ, ध्यान गर्न सक्नुहुन्छ वा परिवार र साथीहरूसँग समय बिताउन सक्नुहुन्छ। सो गाइस, मलाई नयाँ टास्क दिएको छ एआई बसले। के गर्नु भन्दाखेरि डिजिटल डिटक्स भन्दो रहेछ। त्यसमा चाहिँ के गर्नुपर्ने भने फोन अन्त यस्तै डिजिटल कुरोहरू चाहिँ केही नखेलाइकन 1 आवर जस्तो बस्नुपर्ने। त्यति बेलासम्म म फोन खेल्दिनँ, फोन म चार्ज गरिराख्छु। त्यसको साथमा चाहिँ म बुकहरू पढ्दै अन्त मेडिटेसन गर्दै यतिकै बाहिर वकमा जाँदै बस्छु। अहिले चाहिँ टाइम भएको छ यस्तै 4 भएको छ। A few inches later. सो गाइस, अहिले चाहिँ रातिको 8 बजिसकेको छ। मैले डिनर पनि खाइसक्यो र आज दिनभरि एआईको कुरा सुन्दा सुन्दा आज निकै च्यालेन्जहरू पनि गरिपठाएँ र थाकेको छु। र अब रातिको टास्कहरू के छ म एआईले फेरि सोध्नेछु। एआईले के भन्छ म त्यही गर्छु। सो एआईजी हो, मेरो नेक्स्ट टास्क के हो? अब तपाईँको लागि आराम गर्ने समय हो। रात परिसक्यो, त्यसैले दिनभरिको थकान मेटाउन अब मजाले सुत्नुहोस् र पर्याप्त आराम गर्नुहोस्। शुभरात्रि। यस गाइस, फाइनली एआईजीले चाहिँ मलाई सुत भनिसक्यो अब चाहिँ। And finally, before I end this video, please do like, share and subscribe my channel. Do let me know in the comment section how was the video and त्यति नै हो, अरु त के भन्नु र। See you in the next video. Till then, take care.